बार्सिलोना भर्सेस रियल म्याड्रिड म्याच हेर्न चाहिँ हामी फुटबल फ्यानलाई धेरै नै मजा आयो होइन। अनि अब बार्सिलोनाको फ्यानलाई चाहिँ सायद रातभरि सुत्न पनि सकेनन् होला त्यो जित देखेर। जबकि रियल म्याड्रिडका प्लेयरहरूले बार्सिलोनाको फेरि यो साल पनि ट्रफी उचालेको हेर्नुपर्दा चाहिँ दुःख लागिरहेको थियो होइन। ठिकै छ, अब के गर्नु, यस्तै हो सृष्टि। हार जितको त खेलै हो होइन। ठिकै छ, अब एल क्लासिको त जितेका थिए रियल म्याड्रिडले होइन। तर के गर्नु, कपहरू फाइनलहरू भन्ने चाहिँ जहिले पनि रियल म्याड्रिडबाट बार्सिलोनाले चाहिँ खोसेरै लान्छ जस्तो लाग्छ थाहा मलाई पनि अचेल चाहिँ। अब त्यही भएर चाहिँ बार्सिलोना चाहिँ सुपिरियर निस्क्यो रियल म्याड्रिड भन्दा। अब कुराकानी के आयो भन्दाखेरि मैले सोचेको थिइनँ कि रियल म्याड्रिडले यो लेभलको पर्फर्मेन्स दिन्छ भनेर। जे होस्, स्कोर लेभलमा यो लेभलको पर्फर्मेन्स दिन्छ भनेर चाहिँ मैले सोचेको थिइनँ। किनकि उनीहरूको मेन एट्याकिङ लिड एम्बापे, अनि हाम्रो डिफेन्सिभ लिड पनि रुद्रिगर र मिलिटाओ भन्ने चाहिँ प्लेयर घाइते थियो नि त। अनि त्यसमा चाहिँ अलिकति टेन्सन पनि थियो के हुन्छ कसो हुन्छ भनेर रियल म्याड्रिडको फ्यानहरूलाई। तर आत्तिनु पर्दैन, बार्सिलोनाले आफ्नो काम मजाले गरेको छ। अनि त्यही भएर चाहिँ अब सुरु अब गेमको कुरा गर्नुपर्दाखेरि चाहिँ रियल म्याड्रिड फ्यानहरूलाई चाहिँ अब दुःखको खबर छ होइन। हारमाथि हार खाइरहनु भइरहेको छ। हरेक फाइनल बार्सिलोनासँग भिड्नु पर्दाखेरि हार नै भइरहेको छ होइन। कोपा देल रे फाइनल, पोहोर वर्षको सुपर कप फाइनल, अब फेरि यो वर्षको पनि सुपर कप फाइनल, ब्याक टु ब्याक फाइनलमा चाहिँ हार्नु पर्दाखेरि नराम्रो लागिरहेको छ होइन। अब ठिकै छ, हार जितको त खेल्दै हो होइन। अब कुराकानी के आयो भन्दाखेरि फर्स्ट हाफमा चाहिँ बार्सिलोनाले जुन त्यो पल पोजिसन राखिरहेको थियो, उनीहरूले चाहिँ अब राम्रो खेल्न खोजिरहेको थियो। उनीहरूले पहिले सुरु आफ्नो गेम टेम्पोहरूलाई मिलाउन खोजिरहेको थियो। अनि गेम चाहिँ उनीहरूकै तरिकाले कन्डक्ट गर्न खोजिरहेको थियो क्या। अब किन भन्दाखेरि रियल म्याड्रिडको चाहिँ त्यस्तो खासै धेरै प्रेसिङ हुन्छ नि, प्रेसिङ पनि देखेको थिएन फर्स्ट हाफमा चाहिँ। अनि उनीहरू चाहिँ लो ब्लकमा खेलिरहेको थियो रियल म्याड्रिडको टिमहरू। अनि त्यसै खासै धेरै प्रेसिङहरू पनि देखेको थिएन। अब त्यो लो ब्लक टिममा त लालिगाको टिम त हुन्छ नि, थर्ड टेबल 10देखि टेबल 15 सायद टेबल 15देखि तलको टिमले सबै लो ब्लकहरू खेल्छ नि त होइन। त्यस्तै लो ब्लकहरू खेल्दै थियो क्या। अनि उनीहरूले चाहिँ अलिक लो ब्लक खेलेको कारणले गर्दाखेरि चाहिँ बार्सिलोनाले स्पेस निकालेर ठ्याक्क स्कोर गर्न खोजिरहेको थियो। अब स्पेस निकाल्न त अब गाह्रो हुन्छ किनकि लो ब्लक टिममा बसिरहेको छ होइन। त्यही भएर त्यो चाहिँ गाह्रै हुन्थ्यो। अनि त्यही अब स्पेस फाल्नु गर्न स्कोर गर्न खोजिरहेको थियो। जे होस्, तर जे भए पनि राम्रो खेलेको थियो होइन। उनीहरूले अब लो ब्लकमा पनि राम्रै मेन्टेन गरिरहेको थियो। अनि त्यसपछि अब आउँछ कुराकानी चाहिँ भन्दाखेरि अब स्कोर बार्सिलोनाले चाहिँ सुरुमै लिड लिएको थियो क्या होइन। सुरुमै राफिनाले गोल हानेको थियो होइन। राफिनाले गोल हानेपछि उनीहरूले त्यसको केही मिनटपछि ठ्याक्क कमब्याक गरिदिन्छन् क्या। कमब्याक गरेपछि अनि ल अब चाहिँ सेलिब्रेसन मात्र के भइरहेको हुन्छ, फेरि त्यसपछि त्यो के अरे बार्सिलोनाको रोबर्ट लेभान्डोस्कीले ठ्याक्क पेड्रीले फाइनल थर्डमा पास निकालिदिन्छ। अनि लेभान्डोस्कीले चिप जस्तो हानेर गोल छिराइदिन्छ। अनि त्यो राम्रो कमब्याक भइरहेको थियो। जे होस्, टाइम सकिसकेको थियो त्यतिखेर, 47 मिनट जति भइसकेको थियो होइन। 45को गेममा 47 कटिसकेको थियो, 2 मिनट एक्स्ट्रा टाइम थपेको थियो। अनि 47 भएको थियो, राम्रो भएको थियो होइन। तर के गर्नु, फेरि रियल म्याड्रिडले कर्नर पाउँछ र त्यही कर्नरमा गोल छिराइदिइहाल्छ। अनि
कर्नर पाउँछ। कर्नर पाउँदाखेरि डिन हुसेनले हेडिङ हान्छ अनि हेडिङ हानेर त्यो राफिनाको टाउकोबाट पोलबाट लागेर डिफ्लेक्सन भएर हाम्रो गार्सियाले चाहिँ गोल छिराइदिइहाल्छ होइन। अनि त्यही कारणले गर्दाखेरि चाहिँ अब गेम त 2-2 नै भएको थियो होइन। अब 2-2 भएको हुन्छ अनि त्यहाँबाट ट्याक्टिक्सहरू पनि अब ह्यान्सी फ्लिक र जावी अलोन्सोले आफ्नो ट्याक्टिक्सहरू लगाइरहेको हुन्छन्। अब के छ भने लास्ट टाइममा कुराकानी अनि सेकेन्ड हाफ चाहिँ सुरु हुँदाखेरि चाहिँ थाहा छ उनीहरूको प्लेयरहरू पनि टायर्ड भइरहेको थिए अनि यता बार्सिलोनाको प्लेयरहरू पनि टायर्ड नै देखिरहेको थिएँ मैले हेर्दाखेरि पनि। अनि तर सेकेन्ड हाफपछि चाहिँ उनीहरूले अलिकति जुन छ नि यो अगाडि मतलब त्यो थ्रेड दिने खालको त्यो पनि बढाइरहेको थियो, त्यो एट्याकिङहरू बढाइरहेको थियो उनीहरूले। अनि तर उनीहरूको चाहिँ प्रब्लम के देखिरहेको थियो भने मैले त्यो बिचमा जुन छ नि बिचमा मिडफिल्डरको लाइन छ नि त्यो कट्ने बित्तिकै एक दुईवटा त्यो लाइन कट्ने बित्तिकै मिडफिल्डरको लाइनमा चाहिँ अलिकति त्यो अब जस्तो एउटा साइड प्ले भयो भने मिडफिल्डमा पुरै खाली हुने जस्तो देखिरहेको थियो क्या त, खाली भएर अनि स्पेस पाउने त्यहाँ देखिरहेको थिएँ। अनि मैले हेर्दाखेरि त स्पेस भएको देख्दाखेरि त अब जे होस् त्यहाँ स्पेसमा चाहिँ बार्सिलोनाले युटिलाइज गर्न सकेन। दुई तिनवटा बल थियो जस्तो एउटा ड्यानी अल्मोले अलिकति राम्रो पास दिएको भए त्यहाँ राफिनालाई त्यहाँनिर पनि मिस भएको थियो। अनि हाम्रो रास अनि के अरे यो फेरि लामिन यामालले पनि फेरि त्यही राफिनालाई त्यस्तै ब्याक टु ब्याक त्यसरी नै फेरि अलिकति लङ बल जस्तो पास राम्रो एकुरेट हान्दिएको भए चाहिँ त्यो पनि धेरै त्यस्तो मिस भइरहेको थियो उनीहरूको, किनकि मिडफिल्ड एरिया चाहिँ हल्का खाली खाली जस्तो देखाइरहेको थियो क्या। अनि त्यसपछि त्यहाँबाट चाहिँ अर्को भनेको चाहिँ अनि 1-on-1 पनि मिस भयो। राफिनाले कस्तो सुरुमै स्कोर लाइन लिड गर्ने बेलामै 1-on-1 मिस भयो। त्यसपछि त्यहाँबाट अनि त्यहाँबाट हाम्रो रासफोर्डले पनि कस्तो म त रासफोर्डले त ल 1-on-1 छिराउँछ जस्तो लागेको थियो है, त्यो पनि मिस क्या। त्यसपछि त आम्मामा अनि डरमर्दो भइसकेछ। अब स्कोर पनि धेरै उँधो छैन फेरि होइन, त्यही एक गोलको मात्र लिड छ अनि के हुन्छ कसो हुन्छ भनेर डरमर्दो पुरै भइरहेको थियो क्या। अनि त्यही भएर चाहिँ अनि जे होस् एम्बापे आएपछि पनि एम्बापेले चाहिँ मलाई लाग्छ रियल म्याड्रिडको एम्बापेले चाहिँ चान्स पाएको भए जुन त सर्टहरू चान्स थियो पाएको थियो नि, जस्तै कसले भिनिसियसले यसो पाएको थियो अनि गार्सिया अर्को गोन्जालो गार्सियाले चान्स पाएको थियो अनि अर्को के अरे यो चुवामनीले पाएको थियो। त्यसपछि त्यहाँबाट अनि एसेन्सियोले पनि हेडिङ लास्टमा हेडिङ चान्स पाएको थियो। त्यो सबै चान्सहरू चाहिँ जे होस् एउटा अलिक एम्बापे जस्तो गोल स्कोरर मेसिनले पाएको भए चाहिँ एउटा न एउटा 100% त्यो छिर्थ्यो। तर के गर्नु उनीहरूको त्यो अघि मैले भनेको प्लेयरहरूले चाहिँ चान्स पाएको थिए तर तिनीहरूले चाहिँ गोल हान्न सकेनन्, तिनीहरूको राम्रो भएन, तिनीहरूले चाहिँ फिनिसिङ राम्रो देखाउन सकेन। आमामा गेम चाहिँ पुरै टाइट लेभल नै भएको थियो। अब जे होस् बार्सिलोनाले जितिहाल्यो, भिक्ट्री भइहाल्यो। अब हरेक फाइनल चाहिँ बार्सिलोनाले रियल म्याड्रिडसँग जिति नै रहेको छ। अब यसरी नै फ्यानहरू पनि खुसी नै छन्। अनि अब रेफ्रीको कुरा गर्नुपर्दाखेरि चाहिँ मैले यो गेममा हेर्दाखेरि चाहिँ रेफ्री चाहिँ अलिकति त्यो डढाए जस्तो टाइपको देखिरहेको थियो क्या त डिसिजन लिनलाई चाहिँ, कुनै पनि डिसिजन लिनको लागि। अनि कुनै पनि अब फलहरू छ भने चाहिँ होइन त्यो त्यत्तिकै उदो नगर्ने क्या, एउटा पर्फेक्ट डिसिजनमा होइन प्रिसाइज डिसिजनमा नआउन खोज्ने खालको देखिरहेको थियो क्या। त्यो अलिकति हिचकिचाइरहेको देखिरहेको थियो डिसिजन लिनको लागि। अब त्यहाँनिर कति फल भयो होइन मैले देखेँ त्यहाँनिर होइन। अनि त्यसपछि त्यहाँबाट चाहिँ अब सानो अब त्यही फ्रेङ्क डिजङले चाहिँ त्यो स्लाइड ट्याकल गर्दाखेरि चाहिँ त्यो एम्बापेको त्यो माथि त्यो घुँडाभन्दा अलिकति तल त्यहाँनिर चाहिँ त्यो बुटको नखले लाग्छ, त्यसलाई चाहिँ अब रेड कार्ड दिइरहेको छ होइन। अनि अर्को भनेको चाहिँ अब त्यत्रो त्यो एसेन्सियोले त्यत्रो त्यो पेद्रीलाई त्यो हान्दाखेरि चाहिँ त्यसमा पनि येल्लो कार्ड मात्र दिइरहेको छ। अनि अर्को भनेको चाहिँ के अरे त्यो कार्भासले त्यो लामिन यामाललाई त्यत्तिकै बलसल केही छोएको छैन, त्यत्तिकै त्यो खुट्टामा हानिदिइरहेको छ होइन त्यहाँनिर चाहिँ। अनि त्यो कार्भासकोमा त झन् त कार्डै दिएको थिएन
कार्डै दिएको थिएन कार्डरासको बेलामा पनि खै त्यस्तोमा चाहिँ अब दिएन अलिकति मैले हेर्दाखेरि चाहिँ रेफ्रीले चाहिँ प्ले अन गराउन खोजिरहेको थियो होइन गेम प्ले अन भन्न खोजिरहेको जस्तो देखिरहेको थिएँ अलिकति त्यो फल हुन्छ नि सर्ट कार्डहरू निकालेर दिनको लागि होइन त्यो चाहिँ डराइरहेको जस्तो एउटा कमजोर फिल भइरहेको जस्तो देखिरहेको थियो यो गेममा पनि ठिकै छ एनिवे